हेलो गाइस, फर्स्ट अफ अल चाहिँ सबैजनालाई ह्याप्पी दिवाली है। सबैजनाले घरमा मजाले दिवाली मनाउँदै होला। अनि हामी चाहिँ घरदेखि टाढो छ नि त, त्यही कारण हामीले पनि सबै साथीहरू मिलेर चाहिँ रुममा दिवाली मनाउने प्लान गरेर दिवाली मनाउँदैछ हो। नानाले चाहिँ यहाँनिर के हराउनु भयो अरे? के हराउनु भयो अरे? हराएर खोज्दैछ हो। अनि यो चाहिँ हाम्रो पूजा गर्ने जग्गा नानाले बनाउनु भएको होइन। हाम्रो चाहिँ यतानिर बाहिर अब ब्रेक ड्युटी हुन्छ नि त, सो लाइक ब्रेक ड्युटी गरेर आएर 2 बजी आएर योहरू सबै डेकोरेट गरेको, अनि बेलुका फेरि ड्युटी गएर आएर चाहिँ मनाउने सबैजनाले बनाउँदैछ हो। यहाँ छ हो, पायो पायो। अनि यहाँनिर एकजनाले अचारको लागि प्रिपरेसन गर्दैछ हो। उसले चाहिँ यहाँ प्रिपरेसन गर्दैछ। सो मेरो मेन कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ मैले चाहिँ लाइफमा फर्स्ट टाइम चाहिँ सेलरोटी पोलेको होइन। एन्ड थ्याङ्क्स टु माई मम है, आमाले पहिलानिर सिकिराख लाइफमा काम लाग्छ भनेको थियो, साँच्ची नै काम लाग्यो हो। अनि अब फेस्टिभलहरू भन्नु बित्तिकै नै अब हामीलाई मेन याद आउने भनेकै घरमा घर फ्यामिली घरमा सेलिब्रेट गरेको कुरा। सो लाइक हामीले पनि रोटी बनाउने प्लान त गऱ्यो, सिकाउनु त भएको, तर लाइफमा फर्स्ट टाइम एक्लै चाहिँ अब फर्स्ट टाइम बनाएको है। सो लाइक म चाहिँ तपाईँहरूलाई देखाउन आँटेको छु। टेन यो चाहिँ मैले पोलेको रोटी, यो चाहिँ मैले बनाएको रोटी। अनि यहाँ चाहिँ छ मेरो साथीले बनाएको रोटी। यता हेर्देऊ, बनाउने मान्छे चाहिँ यहाँ छ। यस्तो खालके नेपालमा चाहिँ यस्तो एक फन्का बनाउँछ नि त, सो लाइक त्यस्तो होइन, हाम्रोतिर त्यस्तो बनाउँछ। सो लाइक यो चाहिँ मैले बनाएको, 2 जना मिलेर बनाएको। यहाँ चाहिँ नानाले यसरी पैसाहरू राखेर गर्दैछ। यता देखाइदिनु त, 50 दिरहम भनेको चाहिँ फेरि कम्ती होइन नि भनेर त्यसरी राख्नु न, हुन्छ हाम्रो चाहिँ एकोमोडेसनमा 1-2वटा रुममा अब मनाउनेहरू छ। यहाँ लाइट नै देखेन, लाइट लगाएकोहरूमा चाहिँ सेलिब्रेट गर्दैछ दिवाली हो, अरू चाहिँ छैन। फेरि अब हामी चाहिँ यति गरिराखेर फेरि ड्युटी पनि जानुपर्छ, दुःख चाहिँ त्यहाँ छ। चाहिँ यो पैसै नगाडेर हामी चाहिँ यसरी बाँधेर गर्छ, हामी चाहिँ खतरा पैसा कमाउँछ है। अब आजदेखि चाहिँ हामीले यसको यो पालि चाहिँ 10 दिरहमको पैसा राखेको छौँ। अर्को दिवालीमा चाहिँ 1000 दिरहमको नोट यसरी बाँधेर राख्नु परोस् होइन। उतापट्टि गर्नु त ए ला, देख्यो हामीले खतराको। यो त हाम्रो जस्तो नोटै हुँदैन रहेछ है। अब अर्को दिवालीमा चाहिँ 1000 दिरहमको नोट टक्कै गाड्ने हो हामी चाहिँ। गाउँघरमा भने जस्तो केही हुँदैन, तर पनि अब हामीले चाहिँ यो मार्केटमा धन्न केराको पत्ता फुलहरू चाहिँ आएको रहेछ, अनि त्यो लिएर चाहिँ यसरी गरेको छौँ हो। अर्को मान्छे जसले चाहिँ अचार बनाउँदैछ, यो चाहिँ नेपालमा चाहिँ यस्तो खालको अचार बनाउँदैछ। यहाँ आएर खाएको हामीले टेस्ट गरेको साथीहरूको हातबाट, अनि यो चाहिँ यस्तो मिठो हुन्छ। यो यस्तो बनाएर क्या त हामीलाई लिइदिएको थियो त उयोले पनि। एउटा मान्छे चाहिँ भर्खर फ्रेस भएर निक्लिँदैछ हो। उसले सबै काट्ने काम सफा गर्ने काम चाहिँ यहाँ नानाले गरेको। सो अहिले चाहिँ दुबईमा 6 बजिसक्यो होइन। अनि हाम्रो अकोमोडेसनको भ्यू चाहिँ यस्तो छ। यो लाइट बालेको जग्गामा चाहिँ दिवाली सेलिब्रेट गर्नेहरू हो। सबैजनाले क्यान्डल्स दियोहरू बाल्दैछ, अनि हामीले पनि यसरी क्यान्डल्सहरू बाल्यौँ हो। नानाले बाल्दैछ, यता हेर्नु त, ह्याप्पी दिवाली। सो लाइक अरू त सबैजनाले घरमा मजाले सेलिब्रेट गर्दै होला, हामी चाहिँ बाहिर यसरी हो सेलिब्रेट गर्ने। दुःखको कुरा चाहिँ के हो भन्दाखेरि अब दिवालीलाई यस्तो प्रिपरेसन गरेर पनि ड्युटी जानुपर्छ। म बिहान 7 बजी गएको, नानाहरू 8 बजी आएको होइन। सो 2 बजी फर्केर
अब फेरि ड्युटी के गर्नु दिवाली न दसैँ न दिवाली दसैँमा पनि यसरी नै ब्रेक ड्युटी गरेर मनाएर गएको मेरो थियौँ आँखा झन् पुरा पोल्दैछ हो टाउको पनि पुरा दुख्दैछ किनभने मलाई सुत्ने बानी छ दिउँसो चाहिँ हो त्यही भएर यताको त्यसो भइरहेको छ। होइन मलाई दुबईमा नमन परेको भनेकै ब्रेक ड्युटी हो के हो यो अनि मलाई चाहिँ मनपर्छ तर उनीहरूले सिकाइदिएन नि त आएर पनि पूजा चाहिँ गर्नुपर्छ सबैजना मिलेर एक ए यस्तो राम्रो भइरहेको छ हाम्रो मनाउने जग्गातिर चाहिँ अनि के भन्छ अब चाहिँ हामी ड्युटी गएको हो अब फेरि ड्युटी गएर आएर चाहिँ फेरि साथीहरूसँग मनाउने होइन मेरो क्यामेरा त कस्तो भयो हेर्नु न अँध्यारोले ठिकै छ त नि केही छैन के बात हामी चाहिँ हो दिवालीमा बेसी जानुपर्छ घरमा चाहिँ सबैजनाले इन्जोय डान्स गर्थ्यो होला हामी चाहिँ अब ड्युटीमा गएर डान्स गर्नुपर्छ काउन्टरमा आफ्नो आफ्नो काउन्टरमा